एन्ड वाट्सअप गाइज के छ होइन आज चाहिँ म नयाँ ब्लग लिएर आउँदैछु है हजुरहरूको सामुमा। अहिले चाहिँ म टक्क आएर घरमा छु, भात खान लागेको है यस्तै हो पारा। अब धेरै ब्लग नगरेको, अब जे काम गर्दैछु त्यसैको ब्लग गर्न लाग्यो। यही भिडियो हेरेर मलाई सपोर्ट गर्नु होला भन्ने आशा राख्दैछु। यति भन्दै म चाहिँ अहिले गएको होइन, अब चाहिँ म सिधै बसमा गएर भेट्छु है हजुरहरूलाई। नखुको ओह्रालो झर्दै किरा हो रत्त पाक जानियो। अब चढ चढ अहिले चाहिँ नखुतिर है म अलिअलि मान्छे छ है मेरो गाडीमा। रत्त पाक जानियो रोकम रोकम चढ्नु चढ्नु जाऊ। मान्छे छैन भने आज त के भयो यस्तो है, मान्छे छैन मेरोमा त। अहिले चाहिँ हामी यता सिंहदरबारतिर छौँ है। सिंहदरबार अहिले चाहिँ यता थापाथली पुल कट्यो है। हामी यता कुपन्डोलतिर आइसक्यौँ। यतिको मान्छे छ, मोटे दाइ यहाँ छ, यतिको मान्छे छ है। अहिले चाहिँ पुल्चोक आइपुगिसक्यो हामी भन्यो कि मोटे दाइ। अहिले चाहिँ हामी आइपुग्न लाग्यो है गाइस। अहिले भिडियो बनाउनु पाएन, अलिअलि मान्छे चाहिँ छ यता। आइपुग्यो हामी चोबारतिर है। सो गाइस अहिले चाहिँ फाइनली हामी एक ट्रिप 9 बजेको ट्रिप गएर आइसक्यौँ। हाम्रो गाडी यहीँ छ, टक्क लाएर यहीँ चोबारमै छौँ हामी चाहिँ है। सो गाइस अहिले चाहिँ हामी चोबारबाट हिँडिसक्यो होइन सेकेन्ड ट्रिपको लागि। अहिले चाहिँ हेर्न सक्नुहुन्छ धेरै मान्छे छैन, 3 जना मान्छे मात्रै छौँ। अहिले चाहिँ हामी यता भन्ज्याङको उकालो चढ्दैछौँ होइन रत्तपाक जानको लागि। म चाहिँ अब सिधै भैँसबारीमा गएर भिडियो बनाउँछु होला है। सो गाइस अहिले चाहिँ हामी भैँसबारी चोक आइसक्यौँ है। भैँसबारी चोक आइपुगिसक्यौँ हामी। चोक चाहिँ आइपुग्यौँ है। सो गाइस अहिले चाहिँ भैँसबारी चोक आइसक्यौँ है। गाडी हाम्रो यता छ, चोकमै छौँ हामी। रत्तपाक जाने आँटी टक्क लाएर। सो गाइस लगन खेलको गाडीसँग पऱ्यो है रेस। हो त्यो लगन खेलको गाडी चाहिँ अगाडि छ है। हो त्यो निलो गाडी भर्सेस हाम्रो रकेट। खोल्यो जाउँ बुढाहरूको गाडी यता भयो जाउँ। हेलो जाउँ 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 के हो हान्ने। लगन खेलको गाडी चाहिँ पछाडि छ है। बस्छु बस्छु पछाडि गएर यतिको मान्छे भयो नखुवाएर चाहिँ हामी ल अब नखुको पुल तर्न लाग्यौँ है। अब चाहिँ गान्दोकुनातिर गएर भिडियो बनाउँछु म। अहिले चाहिँ राखेको गाइस अहिले चाहिँ हामी गान्दोकुना रिङ रोड आइसक्यौँ है। यस्तो छ हालत यताको। जानियो रत्तपाक सो गाइस अहिले चाहिँ हामी गान्दोकुनाबाट हिँडिसक्यौँ होइन टक्क लाएर। अहिले चाहिँ हामी यता खरिबोट आइसक्यौँ होइन हेर्न सक्नुहुन्छ। अहिले चाहिँ मान्छे छ अलिअलि भयो नि है। सो गाइस अब चाहिँ हामी जौलायल आइपुग्न लाग्यो होइन।
त्यही हो अघि फर्स्ट 9 बजेको क्यु जस्तो त मान्छे हुँदैन अलिअलि हुन्छ के गर्नु त्यही नै कुदाउनु त पर्यो गाडी जौलायल आइपुग्नलाई है सो गाइज अहिले चाहिँ हामी पुल्चोकतिर छौँ है पुल्चोक लभिङ मलतिर जाँदै हामी चाहिँ सो गाइज अहिले चाहिँ हामी थापाथलीको जाममा छौँ यता थापाथली पुलको पछाडिसम्म जाम छ कतिखेर खोल्ने खोइ सो गाइज अहिले चाहिँ हामी भद्रकाली आइसक्यौँ है यता भद्रकाली मन्दिरको बाटोमा छ मैले हामी यहाँ होइन टक्क लाएर अब चाहिँ सिधै रत्न पार्कमा गएर भेट्नुपर्ने अवस्था हुन्छ है गाइजहरू चाहिँ खाली खाली नै छ है गाडी हाम्रो सो गाइज फाइनली रत्न पार्क आयो है म चाहिँ यता खोल मिलाउँदै हाम्रो खोलको के भनौँ न खोलको इलास्टिक लुज छ मिलाइराख्नुपर्छ नभए खोल चाहिँ झर्छ होइन चाहिँ हामी रत्न पार्कतिर छौँ है हाम्रो गाडी यता छ म चाहिँ यता छु सो गाइज अहिले चाहिँ हामी कान्दुकुनामा छौँ है हाम्रो गाडी यता छ अनि अर्को लगन खेलको गाडी यता छ हामी कान्दुकुनामा बसिरहेको चाहिँ है त ल लाएर म चाहिँ छु सो गाइज अहिले चाहिँ हामी चोबार जाँदै है चोबारको बाटोमा टक्क लाएर है यता छु हावा खाँदै गइरहेको छु होइन यस्तै हो पारा हेर मान्छे छैन प्राधिकरण सो गाइज अहिले चाहिँ हामी चोबार जाँदै है अहिले हामी चोबार जाँदै चोबारसम्म आउँदा कतिको मान्छे हुन्छ हेर्नु है यतिको मान्छे हुन्छ है चोबारसम्म आउँदा चाहिँ हाम्रो दिउँसो चाहिँ खाली नै हो बेलुकातिर प्याक हुन्छ क्या अलिकति ऊ चाहिँ कडा छ है गाइज गाइज हेर्न सक्नुहुन्छ है चोबारको भ्यू यस्तो छ है भ्यू चाहिँ डाँडा मात्रै छ है सानो घरहरू देखिरहेको छ यहाँबाट चाहिँ यस्तो छ है सो गाइज अहिले चाहिँ 3 बजेर 3 मिनट गयो होइन हेर्न सक्नुहुन्छ हाम्रो कन्डिसन अहिले यस्तो छ मान्छेहरू खोइ त मान्छेहरू छैन त यार 3 बजेर 3 मिनट भएको छ जाने हो रत्नपर भएको छ होइन यस्तै चाहिँ केटा हो कहिले झप्पै मान्छे हुन्छ कहिले हुँदैन कहिले खाली ड्राइभर खलासी नै हिँड्नुपर्छ यस्तै छ गाडी लाइनमा होइन हेरौँ नकुसम्म होला कि मान्छे 1 2 जना जाने हो रत्नपर चल्नु दिदी 7 जना मान्छे भयो है त हौ गाइज एउटै मान्छे छैन त हौ नखुमा त खाली छ नखुने मान्छे पाएन है नखुबाट नि एउटै मान्छे पाएन है छ झर्ने एउटै मान्छे छैन हौ किडा हो 4 जनाबाट 3 जना मात्रै मान्छे अब जानियो रत्नपर बिस्लेबाट एकजना फेरि थप्यो है मान्छे छैन यार गाइस मान्छे छैन हौ 3 जना बाइक 3 जना मान्छे लिएर हामी रत्न पार्क जाँदैछौँ है अहिले म चाहिँ यहाँ खोल सो गाइस अहिले चाहिँ बदम खाँदै 5-15 क्यु हाम्रो
हावा ट्र्याक छ म चाहिँ यहाँ छु है त्यो हो हाम्रो गाडी चाहिँ सो हामी चाहिँ भन्ज्याङतिर भन्ज्याङ कति धेरै सामान हो कौली मान्छे छैन हो आज त 5-15मा नि अलिअलि त मान्छे छ है अब हेरौँ भैँसबाडी चोक पुग्दा के कतिको मान्छे हुन्छ है सो केटा हो अहिले चाहिँ तुफान चल्दै गयो हामी आवाजतिर अहिले चाहिँ यतिको मान्छे भएको छ ओ एकछिन दाजु रत्त पार्क जानियो चढिहाल्नु ल चढ्नु दाइ चढ्नु दिदी जाउँ ओ गाइड हो अहिले यति मान्छे भयो 5-15मा डिस्को लाइट बल्यो हावा खाँदै म चाहिँ जानियो रत्त पार्क ल चढौँ मेरो दाइ चढौँ रत्त पार्क जाउँ ल बसिहालौँ दादा जता भेट्छ त्यतै बसौँ है लडिन्छ फेरि अब चाहिँ म नखुतिर गएर भेट्छु है केटा हो सो केटा हो विश्वदेवी आइपुग्यो हामी चाहिँ अहिले अनि धप्प लाएर यतिको मान्छे भएको छ है बल्ल तल्ल होइन यस्तै हो पारा जानियो रत्त पार्क जानियो दाइ रत्त पार्क आउनु ल भट्टाभट आउनु ल भट्टाभट चढौँ ल चढ्नु ल आयो मेरो दाइ ल चढिहालौँ ल दादा जाऊ हल्का माथि शरीर बसौँ न है ढोका लाउनु पर्छ ट्राफिक छ अगाडि यता चढौँ मेरो दाइ जाउँ ढोका लाग्यो ए यत्रो मान्छे छ है गालाङको जाउँ के गरेर बस्यो हो के गरेर बस्यो यस्तै हो अँध्यारो छ यता हल्का बाहिर निस्क्यो उभिने ठाउँै छैन है गाई जो उभिने ठाउँ छैन बेलुका बस्न चढौँ है मेरो हो गाई जो हामी चाहिँ गान्तोकमा आइपुग्यो रिङ रोड यस्तो छ हाल जामै जाम जताततै एकछिन ओ रिक्सा एकछिन हजुर एकछिन हटा नरौँ गाडी जुत्छ फेरि यस्तै छ किन साझा आयो पछाडि भाग्नु पऱ्यो ल दादाहरू अलि मिलेर बसौँ ल 2 साइड भएर बसौँ त ल हो ल यतिको बस्नु पऱ्यो है मलाई चाहिँ नठेल्नु त्यही हो कति हजार भयो आन्टीलाई सो केटा हो हामी चाहिँ गान्तोकबाट हिँडिसक्यो अब जौलाई है सिधै स्टपहरूको हामी चाहिँ हाम्रो साझा दाजुसँग जुत्दै आएको है साझालाई आज साझाले हामीलाई खेदाउँदै अहिले टक्कर आएर यता छौँ होइन खरिबोटनिर अब चाहिँ म सिधै पुल्चोकतिर गएर भेट्छु गाडी गरेर चलाउनु पऱ्यो सो गाइज अहिले चाहिँ हामी जौलाइल आइपुगिसक्यौँ है जौलाइल हाम्रो एकजना दाइ झर्ने हुनुहुन्छ अहिले चाहिँ टक्क लाएर फुल रकेट गइरहेको छौँ होइन हामी किनकि अब चाँडो गयो भने चाँडो धपाउने गाडी अनि गाडी धपाइस धेरै बेर बस्नु पाउँछ नि त त्यही भएर है टक्क लाएर हेर्न सक्नुहुन्छ हाम्रो नाइट भ्यू यस्तो छ है टक्क लाएर यति नै हो अब चाहिँ म पुल्चोकतिर नभए उता कृष्णगल्लीतिर गएर भिडियो बनाउँछु सुकेडा हो अहिले चाहिँ हामी पुल्चोकतिर भनौँ न होइन टक्क लाएर आज त रफ्तार्समा गइरहेको छौँ है बेलुका सो गाइज अहिले चाहिँ हामी सुन्दर आइसक्यौँ है गाडी चाहिँ अहिले चाहिँ जो सिटफुल मान्छे छ होइन जाम चाहिँ कडक जाम छ क्या हेर्न सक्नुहुन्छ होइन बबाले जाम छ कि यता बेलुका यस्तो खतरा जाम हुने नि यहाँ यो सुन्दर एरियामा हेर्न सक्नुहुन्छ हाम्रो धरारा त्यहाँ छ टक्क लाएर म हेर्छु ध्यान लाएर निस्केर बसेँ हावा खान गाह्रो छ के काम गर्न सो गाइज होइन यतिको मान्छे छ हाम्रोमा अहिले भर्खरै आइपुग्यो यति धेरै मान्छे भयो सिट फुल्ने छैन है भैँस गाडी जाने हो दाइ बसौँ न बसौँ ए गाडी चाहिँ यहाँ छ हाम्रो सिट फुल मान्छे त होला सिट फुल हुन लागिसक्यो मान्छे चाहिँ त्यतिर छु है अहिले रफ्तार आएर अलिअलि मान्छे भयो जोस् किरा अब अहिले चाहिँ रत्त पार्कबाट हिँड्यो है हामी खाली छ रोड त बेलुका
मान्छे हाम्रो अलिअलि मिलाएर बस्छु त सही केटा हाल बाहिर मलाई टक्क लगाएर बाटो चिप्ले पनि बुझ्दै झर्छ हौ मैले पछाडिसम्म मान्छे छ हौ आज त गाह्रो छ यार ढोकामा बस्ने छ नि अगाडिको बस गइसक्यो हेलो मेरो प्यारो साथीहरू हेर्न सक्नुहुन्छ कति धेरै मान्छे छ है हाम्रो दाइको मुस्कान चाहिँ कडा छ है मेरो प्यारो साथीहरू हेर्न सक्नुहुन्छ मान्छे यस्तो छ यस्तो अवस्था छ है अहिले एकदम नाजुक छ मेरो अवस्था रमाइलो छ है गाइज रमाइलो गर्ने भयो मेरो गाडी चढाउमै यस्तो रमाइलो हुन्छ है अन्त सबैजना कस्तो मजाले हाँसेको आमै नि त गाह्रो छ है गाइज 1.5 लाख छाप्ने सो मेरो प्यारो साथीहरू हेर्न सक्नुहुन्छ यतिको मान्छे छ होइन हाम्रो गाडीमा मान्छेहरू हेर्न सक्नुहुन्छ कति धेरै मान्छे अबुई बबाल मान्छे छ है पछाडिसम्म हाम्रो मालदाईको गाडीमा खै बुढा गाडीमा नि गएर देखाइदिनु ओ मान्छे झऱ्यो मालदाईको गाडीमा यति मान्छे छ केटा हो दाइले मिलाउँदैछ ध्याम ला ल हालौँ फटाफट गान्तोकमा दरो मेला लागेको छ यता हाम्रो छैन हौ मालदाईको जति त मान्छे सो गाइज अहिले चाहिँ आवाज केटा आइपुग्यो है हामी आवाज चढ्दै अहिले त मान्छे नि छैन है आवाज झर्ने त छैन झर्ने त ओहो भल्बो डेन्जर मान्छे ल्याएको छ है सो गाइज अहिले चाहिँ हामी यता चोबार जाँदैछौँ है चोबार सो गाइज आजको भिडियो चाहिँ यति नै हो होइन अहिले चाहिँ हामी घर जाँदै बाबा र म मात्रै छौँ गाडी खाली भइसक्यो होइन भिडियो चाहिँ यही हो गाइज के कस्तो लाग्छ हजुरहरूले कमेन्ट हानिदिनु पऱ्यो है मेरो भिडियोमा राम्रो छ छैन के गर्दाखेरि अब भिडियो राम्रो हुन्छ भनेर चाहिँ सजेसन दिनु पऱ्यो तपाईँहरूले अब आजको लागि चाहिँ यति नै हो बाई बाई सी यू इन माई नेक्स्ट भ्लग है गाइज